जुनै तुनै झार काट्दा हुन र हाम्रो गाउँमा नेपालमा यो खाना हुने र नहुने छुट्याउनु पर्छ। यो बोनमिरा खाँदैन अनि यो झार पनि लाउँदैन अनि यो खाने चाहिँ यो हो होइन, नखाने चाहिँ एउटा यो छ, यो यस्तो चाहिँ खाँदैन। यो चाहिँ खुवायो भने हाम्रो सुँगुर चाहिँ सेन्टिफिलेट हुन्छ। त्यसले गर्दा हामीले चारो खोज्दाखेरि चाहिँ ध्यान दिनुपर्ने कुरा यो प्रजातिको खाँदैन। अर्को म यहाँ देखाएँ यो प्रजाति पनि खाँदैन। यो प्रजातिको यसले पनि सुँगुर सेन्टिफिलेट पार्छ, कराईमा तरकारी हुन्छ अनि त्यस बादमा यो खान्छ है। यो पिँडालो यो तरकारी पनि खानुहुन्छ अनि विशेष सिर्फ यो जुन सुँगुरलाई दिनुपर्ने हामीले यो मात्रै हो। यो खोजेर यसलाई पकाएर अनि यसलाई चाहिँ भुससँग दिनुपर्ने हुन्छ है त। तपाईँहरूकोमा कस्तो छ, हाम्रोमा चाहिँ यो घाँस छ, यसैले सुँगुर पाल्ने गर्छौँ र हल्का यसैलाई मात्रै खुवाउँदैन, यसमा हामीले अरू अन्नहरू भुसहरू पिठोहरू ल्याएर खुवाइदिन्छौँ। धन्यवाद।